अब विदेशमा आएपछि जहिले खाना बनाएर खानु नि भ्याइँदैन, कहिले के हुन्छ कहिले के हुन्छ। अब म अन्डै नखाने, यस्तो चाउचाउ नखाने मान्छे घरिघरि यस्तो चाउचाउ अन्डा खानुपर्ने अवस्था पनि आउँदो रहेछ। नेपालमा हुँदा त त्यस्तो खासै खाँदिनँ थिएँ म अन्डा सन्डा केही पनि। अनि अब विदेशमा आए पछाडि घरिघरि अब अन्डाहरू पनि खान मन लाग्यो, किन आफूलाई पनि प्रोटिन पुगेको हुँदैन। अनि अब कहिलेकाहीँ यसो गरी अन्डा बनाउँछु, फेरि अन्डा बनाउँदै गए पछाडि अन्डा मात्र के खानु भन्ने हुन्छ। अनि कहिलेकाहीँ ल्याएर राखेको हुन्छु। आजकल चाहिँ अब विदेशमा एकदमै फेमस हुन्छ यो कोरियन चाउचाउ है। अनि अब फेरि अन्डा मात्र खाएर हुँदैन, कहिलेकाहीँ मोमो पनि खानुपर्छ भनेर अनि मोमोसमो अन्डा एकैचोटि चाउचाउहरू चाहिँ म चाहिँ एकैचोटि चट्ट उमाल्छु गर्छु। अनि अब यस्तै बानी लागिसकेको छ कि अब खाना बनाउँदा भन्दा पनि कहिलेकाहीँ त बनाइन्छ खानाहरू पनि, कहिलेकाहीँ चाहिँ अब चाउचाउ नै धेरै मन पर्न थालिसकेको छ आजकल। फेरि अनि कोरियन चाउचाउ बुलडग भनेपछि अब सबैको फेमस हुन्छ अनि खान नै मन लाग्छ। अब विदेशमा थाकेर आइन्छ, घरि के हुन्छ, कहिलेकाहीँ कलेज पढ्छ, कलेज गयो र आयो, सजिलो के बनाउनु भन्दाखेरि चाउचाउ मोमो उमाल्यो भक्लक्क, काँक्रो साक्रो काट्यो ओऱ्यो, मलाई खान पनि सजिलो, मिठो पनि, टक्क हल्का एउटा रस हाल्यो अनि एउटा सस त्यसको हाले पछाडि अनि यसो घोलघाल पार्यो ओऱ्यो, तातो पानीमा सरर मजाले उमाल्यो। अनि अलिअलि माथिबाट सिसामी सिड्स त्यसैमा पाइहाल्छ। मोमो पनि एकैचोटि उमाल्यो, चाउचाउ नि त्यसैमा उमाल्यो, मजाले खानाहरू नि भइहाल्छ। अब यस्तै हुन्छ क्या, कहिलेकाहीँ के हुन्छ कहिलेकाहीँ के हुन्छ। अनि आफूलाई पनि अब खाना हुन त खाना फाइदा त होइन, त्यही पनि अब खानुपर्ने हुन्छ नि त। अनि फेरि त्यस्तै खाउँ भइहाल्छ यो बनाउँदै गइसक्यो भन्दा पछाडि। अनि होइन एउटा मात्र के बनाउँ, कहिलेकाहीँ दुइटा खाउँ पनि जस्तो हुन्छ। तर अब फेरि धेरै खाएर पनि आफूलाई पनि त केयर गर्नु पऱ्यो, आफ्नो हेल्थको पनि भन्ने हुन्छ। अनि यसो चाउचाउ काँक्रो साक्रो सट्ट मिलायो मोमोसम्म, अनि सट्ट यसो तपाईँहरूलाई पनि देखाउँदै ओर्दै अब खानु त परिहाल्यो भनेर झट्ट निकाल्यो। यो फर्स्ट बाइट चाहिँ अब तपाईँहरूलाई नै दिन्छु हो म चाहिँ होइन। मेरो कुराहरू यस्तै यस्तै हुन्छ, अब के भन्नु कसरी बनायो भन्नुभन्दा पनि यस्तै कुराहरू हुन्छ तपाईँहरूलाई। यसै गरी बनाउनुहोस्, स्वस्थ रहनुहोस्, यस्तै खानुहोस्। मैले चाहिँ ताहालेँ अब खानुलाई ज्याम कि च्याम यस्तै छ। एक बाइट च्याप्प अर्को बाइट भन्दै खुवाम कि खुवाम खानु पऱ्यो अरे। बनाउँदा थोरै जस्तो लागेको थियो, सबै कुराहरू हाल्दाखेरि त कति धेरै भइसकेको छ। अनि मेरो पालो थालेँ, म त झम्किझाम अगाडि पछाडि दायाँ बायाँबाट खिच्दै झ्यापकिझाप यत्रो यत्रो बुझो हाल्दै गाँस हाल्दै लगेर त्यहाँ खाएको। अनि यसरी खान्छु, तपाईँहरू पनि यसै गरी खानु, स्वस्थ रहनु। र मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने अन्तिमसम्म हेर्नुहोस् र लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै भिडियोहरू आउँदै गर्छ। अनि बाँकी कुराहरू भनेको यस्तै हो, हस्त रहनु, मस्त रहनु, व्यस्त रहनु, मेरो भिडियो हेर्दै रहनु है त। हस्त, धन्यवाद, थ्याङ्क यू।